ल गाइस आज कता यात्रा हो कहाँ रे देवचुली कस भेटिस बाटोमा कस भेटिस त्यसै चितियो बनाएर है उसलाई त भर्नु चाहियो क्या उसलाई भर्नु चाहियो क्या खासा चाहिँ खानु हो अनि चलिदिहाल्नु पर्दै चिसो खाएर दामी है यो बता छुट्टिक्क You guys having fun? Yes. ए झाडीतिर चिल्ला छु दामी छ भ्यू चाहिँ नाच बाबु जाम जाम कञ्चन नाच्दियो त ल रक्सी छ नि रबिनको त बम जस्तो देखिन्छ त्यो पानी त हेर्नु एकचोटि के भन्छ सिलिन्डर बम जस्तो राम चिसो हो क्या नहीं कभी खुद से भी मैं मिला नहीं एक गिला तुम्हें मैं खफा नहीं शहर एक से गाँव एक से लोग एक से नाम नर्मल बन्जी जम्पिङ त यहीँबाट नै हुन्छ होला है को बनायो त जति नि अघि ठाउँ नेपालमा है हो नि मामा कस्तो तल देख्यो यार How are you feeling now, babe? Bit tired? कहाँ जस्तो लाग्ने निन्द्रामा हिँड्ने जस्तो लाग्दो रहेछ भने कहाँ हो
क्या है पता हवा नहीं जाए तेरी ओर खींचे तेरी यादें तेरी ओर ल ल भइहाल्छ रक्सी निकाल्नु कस्तो आमा भिडियोमा राख्छु भन्दैन त तिमीलाई त्यो मेरो पुडिया कुन चाहिँ हो यो यो गिलास चाहिँ मलाई दिनुहुन्छ त्यो पुडिया लिक्विडलाई पनि पुडिया भन्नु दाइ म जिन्दगी के रहेछ त अब के बुझिस् तैँले पछि अर्कै बुझ्छस् अहिलेसम्म के बुझिस् जिन्दगी बगी जाने खोला रहेछ भन न त्यो सस्ता भयो त कुनै मिलाएर दिन्न भिजेको कागज रहेछ भन त्यसो भए कस्तो होला त जिन्दगी हैन अब काट चाहिँ अलि बुझिन मैले त के कुनै फिल्ममा सुनेको थिइनँ कि अब समयलाई चाहिँ बुझ्छ हैन अब समयलाई बुझेर अलिअलि रियलाइज हुने बेला रहेछ हैन यो चाहिँ हैन तर अहिलेसम्म रियलाइज हुने बेला चाहिँ रहेछ त्यो अनुसारले चाहिँ हिँड्ने छैन हैन रमाइलो चाहिँ गरेर हिँडिरहेको हैन रमाइलो गर्ने कुरामा चाहिँ डाँडा काँडा नि परेछ हैन सबै कुराहरू परेछ त्यही भइरहेको मेरो त जिन्दगी त्यो चिलो नि हैन एकदम राम्रो त्यो जिन्दगी तर सधैँ जिन्दगी होइन नि त्यो एकदमै हाम्रो थाहा नि भोलि एक दिन त अब एक वर्षपछि हामी यहाँ कहाँ हुन्छौँ म टिकौलीतिर हुन्छु त यता पोखरा बसाकतिर हुन्छ आफ्नो बाटो हुन्छ त्यसपछि मलाई चाहिँ सानोमा थाहा भयो कसरी थाहा भयो भने ठुलमम्मीको छोराहरू अनि आउँछ नि यस्तो रमाइलो लाग्थ्यो नि त सानोमा दाजुभाइहरू घरमा आएर बस्छ अनि त्यो जानु पर्ने भएपछि अनि त्यसलाई अब घर गाडी चढाइदिनु पर्ने हुन्छ नि त्यतिखेरै थाहा हुन्छ नि त अब सधैँ सँगै बस्ने होइन रहेछ अनि त त्यतिखेर थाहा भइहाल्छ नि हो क्या भनौँ न त्यही भएर अहिले जुन मुभमेन्ट छ त्यो मुभमेन्टलाई मेमोरेबल बनाउने त्यही नै हो त्यसको लागि नै हामीले भिडियोहरू बनाउँदैछौँ कुनै हामी युट्युबमा हाल्नुको लागि ब्लगर हुनुको लागि होइन जस्ट फर मेमोरी सुइजियानी इज मेमोरीको लागि पार्वतपुरमा आउँथ्यो दाइहरू होइन अनि ट्रक चढेर आएको हुन्थ्यो अनि त्यसलाई लिन जानु पर्थ्यो अनि त्यसलाई चाहिँ त्यो रेजर ब्याग साइकल छ नि अनि त्यसमा चाहिँ अनि पुरा हामी रेजर ब्यागमा कति जान्थ्यौँ भन रातको साइकलमा होइन दाइ अनि तिनीहरूलाई के दाइ आयो नि भाइ आयो नि अनि त्यो पार्वतपुरबाट साइकलमा सीतामाया थान लगेर जगतपुरको त्यो राप्ती देखाएर पुल देखाएर होइन टक्क आउनु त्यतिखेर होइन अनि सँगै हुनु पायो भने त्यो सधैँ हामी लाग्थ्यो नि त होइन त्यतिखेर भयो भने त यतिखेर त कहाँ भइन्छ नि जाने आफ्नो बुढा र बुढी त सँगै बस्नमा लाग्ने बेला छैन यो त लोकल ल्याङ्ग्वेज हो त्यो त्यस्तो तपाईँ जस्तो हुनुपर्छ त्यहाँ तल झन्डै हुनुपर्छ एकजना यहाँ बस्नु तिमी यहाँ बस्नु न है सुमिनाको ओभर एक्टिङ सुन्नु न हावा जस्तो पुरै आउनु यहाँ आउनु न फिल गर्नु हावा आम्मा यहाँ सोच्दै होला धन्नै उडाएको नि म छु होइन यहाँ तल आउनु न कञ्चन रहेछ यार तिमी खत्रै मिस गर्यो अति बवाल मिस भइसक्यो दाइ अति बवाल यस्तो दामी हो खै के भयो टप क्लाइम्बर हुनुपर्ने कि एउटा के हो टप सबै जुत्ता देखा त त्यो जुत्ता देखा त यसो जुत्ता यहाँ देखा त अगाडि रत्न पार्कको जुत्ताहरू सबै के मेरो बहिनी ठिकै छ बाबा फोटो त ओरिजिनलमा हुनु पर्यो पहिलाको ओरिजिनल क्वालिटी अहिले झन्डो हुन्छ होइन त्यस्तै त होइन लोडी टेकको आएको हो क्या त तिनवटा छ अरे हो छैन फेरि झर्न पर्छ कतिले अरू पोज है धेरै एक प्लेट बिर्सिदिउँ है
रोक्या अनि कसरी त हाम्रो डेस्टिनेसन हो गन्तव्य भन्छ नेपालीमा मन्जिल भन्छ हिन्दीमा हिन्दीमा दिदी भन्दा माथि त छैन है बसिन्थाम ल त्यसो यही आज हाम्रो घर रविको कुरा मानेको हामी फर्किन पर्थ्यो हामी पुगिन्थ्यो भन्नु न त्यसो कन्फ्युज दिएर म डर लाग्छ त्यतिखेर आज मेरो भाइ बहिनीहरूलाई आज हाम्रो घर कस्तो लाग्यो आज घर चाहिँ म चाहिँ धल्ला भएर देख्नु पाएन म भइजाने हेर्छु देउचेली दामी देख्दो रहेछ यता आउनु चाहिँ आइहाल्यो नि म घरमाथि देउचेली अब सक्यो भने त्यो हाम्रो भ्यू पोइन्ट एउटा रुम भन्दा है फेरि स्पेस छ यो त सिधै खाटामै छिर्न पर्ने ए हो के भयो के भएन त्यही भएर के हिसाबले कहाँनिर को ठिक हुन्छ त्यो हिसाबले बता ठिक हुन्छ यसमा दिदी बहिनीहरू बस्छ हामीसँग आज सुतौँ न है तर रक्सी धेरै खान पर्छ न त निन्द्रा लाग्दैन ठाउँमा त कसम सासै गाउँबाट फेर्ने हौ जानु पनि नाकबाटै गरेर फेर्नु त चार खोलेर फेर तर यो ढोका ढुक्क खुल्ला राख्नु पर्खाल चाहिँ आउनु सक्छ जस्तो लाग्छ सुत्ती बेला हेर त चर्केर टाउको ढुक्की त माथि मरिन त यसले है मरिन त्यही हो टुटुलो चाहिँ उठ्छ यो जाउँ जाउँ ल एक ब्याग लगेर राखौँ न भन्छ डाक्टर खानु जान्छ ब्याग लिएर म कपडा फेर्नु मस्त गाह्रो गर्नु बिचमा पनि मान्छे बस्नु नहुने ग्रुप बस्छ नि ग्रुप एउटा बिचमा उनीहरूले त्यो हिसाबले बनायो कि बिचमा यसो थाङ्ना सुताएर भयो मान्छे सुताउन सकिन्छ भन्ने हिसाबले दिस इज आवर बङ्गलो यसले त जति धेरै पोल्दैन सिस्नु खाउनु भन्नुपर्छ कि आज तपाईँको त जुगाल ठोकेर रहेछ है ओ साह्रो है अघि पानी खसेर त्यो पनि खानु नपाउँछ त्यसपछि नमस्ते गरी नि बस्ने जय माता दी भन्ने बस्ने तर हामीले एउटा ब्याग त बोक्नु पर्ने होइन पानीहरू कि है सबै फेरि मास्टर माइन्ड मान्छेहरू कति छ नि फेरि यहाँ फेरि दार्जिलिङ एउटा रक्सी बोक्नु आउने भन्नु त्यस्तै भइरहेको छ दाइ त्यहाँनिर टेन्ट टाङ्ने हाम्रो तर पिसा फेर्नेमा त डाइरेक्ट तलै भयो फेरि एक दुईजना कमै हुन्छ होला बिहानसम्म को कम हुन्छ थाहा होला नि को कम हुन्छ सुरुमा त रमिने कम हुन्छ त्यही हो याद छैन कि सक्छु हो याद नहुने एउटा सबभन्दा ट्यालेन्ट हो त्यो नि मान्छेको ये दोस्ती हम नहीं तोड़ेंगे दम मगर तेरा साथ ना छोड़ेंगे यहाँ हिँडेर नि राखेको हो क्या हिँड्यो भने नि कहाँ पुगिने कि 2 दिनमा कस्तो लाग्यो अनुभव कस्तो हुँदैछ अब तेरो एउटा अब यहाँ हिँड्नु त्यहाँबाट हिँडेर आएको थकित भइराख्यो भाइ कति त्यो अनुभव हो क्या बाबाले अघि म चढेको ढाँडो कति हिँड्ने जस्तो लाग्छ तर यति मात्रै हिँड्ने हुन्छ है अघि हेर्नु न यहीँको रहेछ हौ कहाँ यति यत्रो हिँडेर छ नि हाँसो लागिसक्यो औ त्यो हिँड्ने मान्छेहरू अरू ठ्याक्कै आधा खत्यासम्म पुग्नुलाई त्यसकै आधा छ त्यो त होइन होला कि त्यही त भयो कुन हो त त्यही त हो नि त्यही मान्छे बसिरहेको त टपमा त्यत्रो मान्छे बसिरहेको त्यहाँ ए म त चरा भनेर ए हो नि त्यस्तो त लाग्छ है बवाल ठाउँ बवाल बिउ बवाल रे भाइ यो गम हो नि अँ गम अँ यो वाला खै देखाइदियो त कस्तो राम्रो थियो यो टिप्नु ल के पल के बिताऊं
कदम तो जहाँ कम हो रे के जमीन को आसमां यो के हो सितारों से सजाऊं अगर यो आदो गर्नु त नखानु फेरि दालले ला होइन यो काम ढुङ्गाले हाल्नु नि त किन्छ नि त होइन कम हो रे हो कम भन्छु के भाइ चुवासे है कि भाइ खतरा मोडिफाई गरेछ मान्न पर्छ खतरा मोडिफाई गरेछ के अनुहार हो एक्स्ट्रा मान्छेको फिल हुन्छ यो बेला है पाहाडी माछा खिच्नु भन्न लाग्यो यसो लाग्यो मेरो मान्छे आएको मलाई सब मैले खिचेको भिडियो होइन मलाई हाल्दै तिम्रो फोनमा राम्रो फोटो आउँछ है ठिकै हो अहिले तिम्रो फोन चार्ज छ होइन त फोनमा कति पर्सेन्ट छ राम्रो नि यसको 7-8 होला सबै एउटा चिज भएर सबले यसै फोटो हान्दिउँ न त एउटा यता फर्क